जय नेपाल। शान्ति सुरक्षा प्रतिबद्धता। आदरणीय दर्शकबिन, सशस्त्र प्रहरी बल नेपालको पाक्षिक श्रव्यदृश्य प्रस्तुति कार्यक्रम समर्पण राष्ट्रका लागिको 569औं संस्करणमा यहाँलाई स्वागत छ। कार्यक्रम सुरु गरौं सशस्त्र प्रहरी बल नेपालका पाक्षिक गतिविधिहरूको सार संक्षेपबाट। नेपाल सरकारका माननीय गृहमन्त्री सुदन गुरुङले आषाढ 20 गते सशस्त्र प्रहरी बल नेपाल नम्बर 1 बराबाहिनी मुख्यालय सुनसरी तथा नम्बर 37 रिजर्भ गण साथै सीमावर्ती क्षेत्रको स्थलगत निरीक्षण गर्नुहुँदै उक्त इकाइहरूमा कार्यरत राष्ट्र सेवकहरूलाई सीमा अपराध नियन्त्रण, चोरी तस्करी नियन्त्रण तथा विपद व्यवस्थापनमा प्रभावकारी ढङ्गबाट परिचालन भई उत्कृष्ट कार्य गर्न निर्देशन दिनुभएको छ। यसै गरी आषाढ 21 गते झापा-स्थित सीमावर्ती इकाइहरूको समेत स्थलगत निरीक्षण गरी आवश्यक निर्देशन दिनुभएको थियो। उक्त अवसरमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका कोशी प्रदेश स्थित वरिष्ठ अधिकृतहरूको समेत सहभागिता रहेको थियो। अमेरिकाको न्युयोर्क स्थित संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा आयोजित 5औं संयुक्त राष्ट्रसङ्घीय चिफ अफ पुलिस अनकप्स 2026 समिटमा नेपालको तर्फबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल सहभागी हुनुभएको छ। उक्त समिटमा सहभागी हुन आषाढ 21 गते प्रस्थान गर्नुभएका उहाँहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षकहरू तथा अन्य वरिष्ठ अधिकृतहरूले शुभकामनासहित हार्दिक विदाई गर्नुभएको थियो। संयुक्त राष्ट्रसङ्घद्वारा आयोजित उक्त कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका 142 सदस्य राष्ट्रका 45 मन्त्रीस्तरीय प्रतिनिधि तथा 87 प्रहरी प्रमुख सहित 548 उच्च अधिकारीहरू सहभागी भएका थिए भने सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्यलाई सुदृढ बनाउँदै सबैका लागि शान्ति, सुरक्षा र विकास प्रवर्धन गर्न साझा उद्देश्य प्राप्तिमा ठोस योगदान पुर्याउने विषयमा छलफल तथा अन्तर्क्रिया भएको थियो। सो अवसरमा महानिरीक्षक पौडेलले संयुक्त राष्ट्रसङ्घ तथा मित्र राष्ट्रका विभिन्न उच्च पदस्थ अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो। उहाँले संयुक्त राष्ट्रसङ्घका अन्डर सेक्रेटरी जेनरल मिस्टर जेन पियर लाक्रोइस, युएन डिपार्टमेन्ट अफ पिस अपरेसन्स, अनफोल्ड एडभाइजर मिस्टर फैसल सेकर, चिफ अफ सेलेक्सन एन्ड रिक्रुटमेन्ट सेक्सन मिस्टर आता युनिगन्ट, युनाइटेड अरब इमिरेट्सकी महामहिम दाना हुमैद अल मर्जुकी तथा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि महामहिम लोकबहादुर थापासँग सौहार्दपूर्ण भेटवार्ता गर्नुभएको थियो। उक्त भेटवार्ताहरूमा विश्व शान्ति स्थापनाप्रति नेपालको निरन्तर प्रतिबद्धता दोहोऱ्याउँदै संयुक्त राष्ट्रसङ्घको सहकार्यलाई थप सुदृढ बनाउने तथा आगामी दिनमा विभिन्न शान्ति मिसनहरूमा सशस्त्र प्रहरी बल नेपालको परिचालन र भूमिकालाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको थियो। सो अवसरमा सहभागी उच्च पदस्थ अधिकारीहरूले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनहरूमा सशस्त्र प्रहरी बल नेपालले प्रदर्शन गरेको उच्च व्यावसायिकता, दक्षता, अनुशासन तथा उत्कृष्ट कार्य सम्पादनको उच्च प्रशंसा गर्दै आगामी दिनमा समेत सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। उक्त सम्मेलन समापन पश्चात महानिरीक्षक पौडेल सहितको टोली आषाढ 31 गते स्वदेश फिर्ता हुनुभएको थियो। सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले हालै देशभरका बाहिनीपति तथा अन्य कार्यालय प्रमुखहरूलाई भर्चुअल रूपमा निर्देशन सम्बोधन गर्नुभएको छ। आषाढ 26 गते प्रधान कार्यालयबाट निर्देशन सम्बोधन गर्नुहुँदै अतिरिक्त महानिरीक्षक दाहालले बदलिदो सुरक्षा चुनौती तथा सम्भावित विपद प्रकोपका समयमा उपलब्ध स्रोत साधनको अधिकतम परिचालन गरी सबैसँग समन्वय र सहकार्य गरी चुनौती तथा विपदको सामना गर्न सम्पूर्ण राष्ट्र सेवकहरूलाई उच्च हौसलाका साथ तम तयार राख्न निर्देशन दिनुभएको थियो। कार्यक्रममा प्रधान कार्यालय स्थित सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नायब महानिरीक्षकहरू लगायत अन्य वरिष्ठ अधिकृतहरूको भौतिक उपस्थिति रहेको थियो भने देशभरका इकाइहरूबाट कार्यालय प्रमुखहरू भर्चुअल रूपमा जोडिनु भएको थियो। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको विभिन्न मितिको पत्रअनुसार सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक र सशस्त्र प्रहरी नायब निरीक्षक पदमा बढाउ भएका जुनियर अधिकृतहरूलाई हालै दर्जने चिन्ह प्रदान गरिएको छ। बढाउ भई प्रधान कार्यालय अन्तर्गतका विभिन्न विभागमा कार्यरत जुनियर अधिकृतहरूलाई आषाढ 22 गते सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू गणेश बहादुर ठाडा मगर र अञ्जनी कुमार पोखरेल, सशस्त्र प्रहरी नायब महानिरीक्षकहरू दिपेन्द्र शाह र नेत्र बहादुर कार्कीले छुट्टा छुट्टै कार्यक्रमका बीच दर्जने चिन्ह प्रदान गर्नुभएको थियो भने बाहिनी मुख्यालय तथा मातहतका इकाइहरूमा कार्यरत रही बढुवा भएका जुनियर अधिकृतहरूलाई सम्बन्धित बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूले दर्जने चिन्ह प्रदान गर्नुभएको थियो।
कार्यविभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडा मगरले सशस्त्र प्रहरी बल नेपाल नम्बर 1 बराबाहिनी मुख्यालय सुनसरी तथा मादतका इकाइहरूको स्थलगत निरीक्षण गर्नुभई उक्त इकाइहरूमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरूलाई सीमा सुरक्षा, सीमा अपराध तथा चोरी तस्करी नियन्त्रण र विपद व्यवस्थापनमा प्रभावकारी परिचालन लगायतका विषयमा आवश्यक निर्देशन दिनुभएको छ। सो क्रममा उहाँले झापास्थित पाथिभारा जवान तालिम शिक्षालयको समेत निरीक्षण भ्रमण गर्नुभएको थियो। राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातृत्वमा हालै भर्चुअल रूपमा तालिम सम्मेलन सम्पन्न भएको छ। यही असार 23 र 24 गते सञ्चालन भएको उक्त तालिम सम्मेलनको मानव स्रोत विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अञ्जनी कुमार पोखरेलले उद्घाटन गर्नुभएको थियो। सम्मेलनमा देशभरका तालिम शिक्षालयहरूका प्रमुखहरूले भर्चुअल रूपमा तोकिएका विषयहरूमा प्रस्तुतिकरण गर्नुभएको थियो भने अतिरिक्त महानिरीक्षक पोखरेलले विविध विषयहरूमा समसामयिक निर्देशन सम्बोधन गर्नुभएको थियो। यसै गरी अतिरिक्त महानिरीक्षक पोखरेलले सशस्त्र प्रहरी बल नेपाल नम्बर 26, 27 र 28 गण तथा नवलपरासी, रूपन्देही र कपिलवस्तु जिल्लाको सीमा क्षेत्रमा रहेका सीमा सुरक्षा गुल्माहरू, बोर्डर आउटपोस्टहरू लगायत फरवार्ड बेसहरूको स्थलगत निरीक्षण भ्रमण गर्नुभई उक्त इकाइहरूमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरूलाई प्रभावकारी सीमा सुरक्षा, सीमा अपराध तथा चोरी तस्करी नियन्त्रण र विपद व्यवस्थापन प्रभावकारी परिचालन लगायतका विषयमा आवश्यक निर्देशन दिनुभएको थियो। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय सूचना तथा सञ्चार प्रविधि शाखा कम्प्युटरमा सञ्चालित सिसम 3 युएभी तथा ड्रोन पाइलट आधारभूत तालिमको अन्तिम प्रवचन कार्यक्रम मद्दती तथा सेवा निर्देशनालय प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक इन्जिनियर सन्दीप थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। असार 29 गते सम्पन्न उक्त कार्यक्रममा नायब महानिरीक्षक थापाले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुका साथै आवश्यक निर्देशन दिनुभएको थियो। राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातृत्वमा युएस एम्बेसीसँगको सहकार्यमा सञ्चालित प्री डिप्लोयमेन्ट ट्रेनिङ फर मेडिकल एन्ड प्यारामेडिकल पर्सनल तालिमको प्रथम प्रवचन कार्यक्रम सोही प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम थापाको प्रमुख आतिथ्यमा असार 29 गते सम्पन्न भएको छ। यसअघि उक्त प्रतिष्ठानमा असार 22 गतेबाट युएस एम्बेसीकै सहकार्यमा सञ्चालन भएको टिओटी भेहिकल सर्च किट्स तालिम भने असार 26 गते सम्पन्न भएको थियो। नेपाली सेनाको सैनिक वार कलेज भक्तपुरमा सञ्चालित सिसम 14 हायर कमान्ड एन्ड म्यानेजमेन्ट तालिमका प्रशिक्षक तथा शिक्षार्थी वरिष्ठ अधिकृतहरूले सशस्त्र प्रहरी बल नेपाल नम्बर 1 बराबाहिनी मुख्यालय सुनसरी, नम्बर 6 महेश्वरी बाहिनी मुख्यालय सुर्खेत, सशस्त्र प्रहरी बल नेपाल नम्बर 7 बैद्यनाथ बाहिनी मुख्यालय कैलालीको अध्ययन भ्रमण गरी प्रदेश स्थित सशस्त्र प्रहरी बल नेपालको जिम्मेवारी, काम कारबाही, सीमा सुरक्षा तथा अन्तर्निकाय समन्वय लगायतका विविध विषयमा जानकारी लिनुका साथै अन्तर्क्रिया समेत सम्पन्न गरेका छन्। सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालय र नेपाल पौडी सङ्घको सहकार्यमा प्रधान कार्यालयमा जीवन रक्षक आधारभूत पौडी प्रशिक्षक तालिम सम्पन्न भएको छ। सशस्त्र प्रहरी नायब महानिरीक्षक राजेन्द्र खड्काको प्रमुख आतिथ्यमा असार 26 गते सम्पन्न तालिम समापन कार्यक्रममा नेपाल पौडी सङ्घका अध्यक्ष जगतमान श्रेष्ठ र महासचिव तथा कार्यक्रम निर्देशक ईश्वर कुमार कार्कीले आफ्नो मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र साथै प्रशिक्षकहरूलाई प्रशंसापत्र वितरण गर्दै नायब महानिरीक्षक खड्काले आफ्नो मन्तव्य राख्नुभएको थियो। यसअघि उक्त तालिमको प्रथम प्रवचन असार 18 गते सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसिनाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट गरिएको परिपत्र अनुसार देशभरका इकाइहरूले सशस्त्र प्रहरी राष्ट्रसेवकहरूलाई ट्राफिक सचेतना सम्बन्धी अनुशिक्षण सञ्चालन गरेका छन्। बढ्दै गइरहेको सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि अपनाउनु पर्ने आवश्यक सावधानी तथा सवारी नियम एवं चालकको कर्तव्य र जिम्मेवारी सम्झाइ सम्भावित सवारी दुर्घटना तथा क्षति न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीसँग सहकार्य गरी उक्त सचेतनामूलक अनुशिक्षण सञ्चालन गरिएको सम्बन्धित इकाइहरूले जनाएका छन्। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोस्ट हिल्साबाट खटिएको गस्ती टोली नेपाल प्रहरी तथा चिनिया प्रहरीको संयुक्त टोलीले असार 22 गते हुम्ला जिल्लाको नाम्खा गाउँपालिका 5 हिल्सा स्थित सीमा स्तम्भ नम्बर 8 र स्तम्भ नम्बर 9 को क्षेत्रमा संयुक्त पैदल गस्ती सम्पन्न गरेका छन्। नेपाल चीन सीमा क्षेत्रमा सुरक्षा समन्वय, आपसी सहकार्य तथा सीमाको प्रभावकारी निगरानीलाई थप सुदृढ बनाउने उद्देश्यले उक्त संयुक्त गस्ती सञ्चालन गरिएको सो इकाइले जनाएको छ।
यसैगरी सशस्त्र प्रहरी बल नेपालले अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा अगाडि बढाएको सीमा क्षेत्र विकास कार्यक्रम अन्तर्गत सीमावासीहरूसँग अन्तर्क्रिया गर्ने, सीमावर्ती क्षेत्रमा रहेका विद्यालयहरूमा सचेतनामूलक प्रशिक्षण कक्षहरू सञ्चालन गर्ने, 10 गज तथा धार्मिक एवं सार्वजनिक स्थलहरूको सरसफाई गर्ने, खुल्ला स्थानमा वृक्षारोपण गर्ने, सीमावासीको सहजताका लागि धारा चौतारा निर्माण गर्ने लगायतका कार्यहरू सञ्चालन गरिरहेको सम्बन्धित इकाइहरूले जनाएका छन्। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोस्ट नेचुङ, मुस्ताङ र नेपाल प्रहरीको संयुक्त टोलीले आषाढ 27 गते लोमन्थाङ गाउँपालिका क्षेत्रमा बाटो भुलेर 2 दिनदेखि सम्पर्कविहीन भएका 2 जना बालकको सकुशल उद्धार गरेको छ। उद्धार पश्चात दुवै बालकलाई स्थानीय जनप्रतिनिधिहरूको रोहवरमा सम्बन्धित विद्यालय व्यवस्थापनलाई जिम्मा लगाएको छ। यसैगरी सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मा गुलरिया घाट कैलालीबाट खटिएको चेकपोस्ट टोलीले भजनी नगरपालिका 5 गुलरिया घाट स्थित सीमावर्ती क्षेत्रमा भारततर्फ जाँदै गरेकी एक महिलालाई नियन्त्रणमा लिई परिवारसँग समन्वय पश्चात नेपाल प्रहरी र शान्ति पुनर्स्थापना गृहको जिम्मा लगाएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 1 बराबाहिनी मुख्यालय सुनसरीले 1 दिने निशुल्क आँखा शिविर सञ्चालन गरेको बाहिनीले जनाएको छ। यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर 34 गण कैलाली र निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली कैलालीको सहकार्यमा धनगढी उपमहानगरपालिका 12 जुगेडा स्थित सीमावर्ती क्षेत्रमा 1 दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी 510 जना सीमावासीहरूलाई प्रत्यक्ष स्वास्थ्य सेवा तथा स्वास्थ्य परामर्श सेवा उपलब्ध गराइएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी बाहिनी मुख्यालय सुर्खेतले उत्तरी सीमा क्षेत्रमा परिचालित राष्ट्रसेवकहरूलाई लक्षित गर्दै सञ्चार आदान प्रदान गर्न सहजता होस् भन्ने हेतुले चिनिया भाषा तालिम सञ्चालन गरेको छ। सशस्त्र प्रहरी बल नेपालका विभिन्न इकाइहरूले राष्ट्रसेवकहरूलाई विपद प्रतिकार्यका लागि तयारी अवस्थामा राख्न विपद व्यवस्थापन अनुशिक्षण तालिम सञ्चालन गरिरहेका छन्। वर्षाजन्य विपद र यसको असरबाट बचौं। हामी अहिले मनसुनका समयमा छौं। निरन्तर वर्षासँगै बाढी, पहिरो, डुबान तथा अन्य वर्षाजन्य विपदको जोखिम बढेको छ। यस्ता विपदले जुनसुकै बेला जहाँसुकै कसैलाई पनि प्रभावित पार्न सक्छ। त्यसैले विपद आउनुभन्दा पहिले नै सतर्क बनौं। मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। नदी, खोला र पहिरोको उच्च जोखिम भएका क्षेत्रमा अनावश्यक आवत जावत नगर्नुहोस्। आधारभूत औषधि, खानेपानी, टर्च, मोबाइल र अत्यावश्यक सामग्री सहितको झटपट झोला तयारी अवस्थामा राख्नुहोस्। यदि तपाईँ वा तपाईँको परिवार बाढी, पहिरो, डुबान वा अन्य कुनै विपदमा पर्नुभयो भने नआत्तिनुहोस्। सुरक्षित स्थानमा जानुहोस् र तत्काल सशस्त्र प्रहरी बल नेपालको उद्धार टोलीलाई खबर गर्नुहोस्। विपदका समयमा उद्धार, राहत तथा खोज कार्यका लागि दक्ष जनशक्ति र आवश्यक साधनसहित हामी 24 घण्टा तपाईँको सेवामा समर्पित छौं। कुनै पनि वर्षाजन्य वा अन्य विपदको अवस्थामा तत्काल सशस्त्र प्रहरी बल नेपालको टोल फ्री नम्बर 1114 मा सम्पर्क गर्नुहोस्। तपाईँको एक कल फोनले समयमै उद्धार सम्भव बनाउन सक्छ। यहाँहरूको सहजताका लागि हामीले मोबाइल एप पनि सञ्चालनमा ल्याइसकेका छौं। सतर्कता नै सुरक्षा हो। आफू पनि सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं। दर्शकबिन, कार्यक्रममा अब विपद व्यवस्थापन सम्बन्धी गतिविधि। सशस्त्र प्रहरी बल नेपाल नम्बर 21 गण ललितपुरबाट खटिएको उद्धार टोलीले आषाढ 22 गते ललितपुर महानगरपालिका 18 चोबार भन्ज्याङ स्थित बागमती खोलाको खोजमा अड्किएका एक महिला र एक पुरुषलाई सकुशल उद्धार गरेको छ। सशस्त्र प्रहरी बल नेपाल दङ्गा नियन्त्रण रेजिमेन्ट काठमाडौँ तथा नेपाल प्रहरीको संयुक्त टोलीद्वारा आषाढ 27 गते काठमाडौँ जिल्लाको कीर्तिपुर नगरपालिका 10 सुन्दरी घाट स्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टरमा बागमती नदीको बहाव बढेर डुबानमा परेका व्यक्तिहरूको तत्काल सुरक्षित उद्धार गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 गण कालिका कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको टोलीले आषाढ 26 गते पोखरा महानगरपालिका 6 लेकसाइड स्थित तालबाराई मन्दिर नजिक फेवातालमा डुबेका एक भारतीय नागरिकलाई करिब 10 फिट गहिराईबाट अचेत अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ। यसअघि आषाढ 20 गते उक्त रेस्क्यु टावरमा परिचालित उद्धार टोलीले तालको बीचमा फँसेका एक व्यक्तिलाई तत्कालै सकुशल उद्धार गरेको थियो। यसै गरी आषाढ 28 गते सशस्त्र प्रहरी बल नेपाल नम्बर 7 बैद्यनाथ बाहिनी मुख्यालयबाट परिचालित टोलीले अन्य निकायसँग सहकार्य गरी
कैलाली स्थित गोदावरी खोलामा पानीको बहाव बढ्न गई अलपत्र परेका एक व्यक्तिलाई तत्काल सकुशल उद्धार गरेको छ। दैलेख जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका 7 सान्नी तडा स्थित कर्णाली नदीमा आषाढ 18 गते दुर्घटना भई बेपत्ता भएको फोर्स गाडी र यात्रुहरूको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वार्टर दैलेख, सशस्त्र प्रहरी बल नेपाल माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बेस दैलेखबाट तत्काल खटिएको गोताखोर सहितको टोली र विपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट परिचालित गोताखोर सहितको उद्धार टोलीले घटनास्थल तथा कर्णाली नदी आसपासका विभिन्न क्षेत्रमा ड्रोन, सोनार क्यामेरा तथा म्याग्नेटको प्रयोग गर्दै सघन खोज तथा उद्धार कार्य सञ्चालन गरिरहेका छन्। खोजी तथा उद्धारका क्रममा सडकबाट अनुमानित 400 मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला पारी निकाल्नुका साथै हालसम्म दुर्घटनामा बेपत्ता भएका 3 जनाको शव फेला परी परिवारबाट शनाखत गरिएको छ भने अन्य बेपत्ता यात्रुहरूको खोजी तथा उद्धार कार्य निरन्तर भइरहेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 2 गण हेडक्वार्टर झापाबाट खटिएको टोलीले स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको सहयोगमा आषाढ 19 गते झापा गाउँपालिका 2 कुवाडी स्थित कन्काईमाई खोलामा पानीको बहावका कारण कटान भएको बाँधलाई करिब 40 मिटर क्षेत्रमा मर्मतको कार्य सम्पन्न गरेका छन्। यसअघि आषाढ 18 गते कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका 9 कालिका बस्ती स्थित झरनासागर खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएकी एक किशोरीको खोजीको लागि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोस्ट बुढा र पचुईबाट परिचालित उद्धार टोली तथा नेपाल प्रहरीको संयुक्त टोलीले करिब 300 देखि 400 मिटर तल खोलाको किनारमा उक्त किशोरीलाई मृत अवस्थामा फेला पारी पोस्टमार्टमका लागि पठाएको थियो। सशस्त्र प्रहरी बल नेपाल दङ्गा नियन्त्रण रेजिमेन्ट काठमाडौँ र सुक्खा बन्दरगाह सुरक्षा बेसबाट परिचालित टोलीले आषाढ 25 गते काठमाडौँ महानगरपालिका 5 स्थित रातो पुलबाट धोबी खोलामा हाम फालेका एक व्यक्तिको खोजतलास पश्चात शव फेला पारी पोस्टमार्टमका लागि पठाएको छ। सशस्त्र प्रहरी बल नेपालले विपद पूर्व तयारी अन्तर्गत आफ्नो जनशक्तिलाई विपद व्यवस्थापन सम्बन्धी तालिम तथा अनुशिक्षण प्रदान गरी दक्ष बनाई पूर्ण रूपमा तयारी हालतमा राख्नुका साथै आम सर्वसाधारणहरूलाई पनि विपद प्रतिकार्यका लागि तयारी अवस्थामा राख्दै सहकार्य गर्नका लागि विपद सूचक तथा समुदाय विपद स्वयंसेवक तालिम सञ्चालन गरी फर्स्ट रेस्पोन्डर तयार गर्ने कार्य गरिरहेको छ। यसका साथै विपद सम्बन्धमा सावधानी अपनाउन सके क्षति कम गर्न सकिन्छ भन्ने मान्यता अनुरूप देशभरका विभिन्न विद्यालय तथा समुदायमा विपद व्यवस्थापन तालिम प्राप्त दक्ष राष्ट्रसेवकहरू परिचालित भई सैद्धान्तिक प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्नुका साथै विपद प्रतिकार्यमा सरिक हुने सबै पक्षलाई एकजुट गराउँदै सक्रिय सहकार्य गर्दै तयारी अवस्थामा रहन संयुक्त रूपमा विभिन्न विपद सम्बन्धी सिमुलेसन अभ्यासहरू समेत सम्पन्न गरेको सम्बन्धित इकाइहरूले जनाएका छन्। कार्यक्रममा अब बरामद सम्बन्धी गतिविधिहरू। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानी मोरङबाट खटिएको टोलीले आषाढ 28 गते विराटनगर महानगरपालिका 14 जतुवाबाट एक थान नल कटुवा पिस्तोल 1 राउन्ड गोली र गाँजा जस्तो देखिने पदार्थसहित एकजनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाएको छ। महोत्तरी स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर 9 गण र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले विशेष सूचनाको आधारमा आषाढ 21 गते महोत्तरी गाउँपालिका 4 रानी रतवडा स्थित एक घरमा लुकाई छिपाई राखिएको अवस्थामा करिब 35 प्याकेट अन्दाजी 446 केजी अवैध लागु औषध गाँजा जस्तो देखिने वस्तु बरामद गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी पठाएको छ। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा आषाढ 22 गते वीरगञ्ज महानगरपालिका 16 स्थित भन्सार गेट नजिकैबाट 600 एम्पुल प्रतिबन्धित लागु औषध डाइजेपाम, प्रोमेथाजिन, हाइड्रोक्लोराइड र प्रुप्रेनोफ्रिन सहित 3 जनालाई नियन्त्रणमा लिएको छ। कार्यक्रममा अब खेलकुद सम्बन्धी गतिविधिहरू।
चौथो रामवृक्ष यादव स्मृति राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता 2083, जनकपुर तथा वीरगञ्जमा सम्पन्न महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता, तेस्रो राष्ट्रिय मुवाथाई प्रतियोगिता 2083 र चौथो लालबन्दी क्योकुसिन कान कराते राष्ट्रिय खुल्ला प्रतियोगिता 2083, 30औं पुरुष तथा 11औं महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता 2083, 46औं नेसनल एथलेटिक्स च्याम्पियनसिप, तेस्रो काँक्रेबिहार राष्ट्रिय हाफ म्याराथन प्रतियोगिता 2083 र फोर्थ नेसनल गोल्डन एथलेटिक्स मिट 2026 लगायतका विभिन्न खेलकुद प्रतियोगितामा नेपाल एपीएफ क्लबका खेलाडीहरू सहभागी भई विजेता एवं उपविजेता बनी पदक हात पार्न सफल खेलाडीहरूलाई खेल समापन पश्चात क्लबको कार्यालयमा आयोजित छुट्टा छुट्टै कार्यक्रमका बीच हार्दिक बधाईसहित स्वागत गरिएको छ। हस्त दर्शकबिन, गतिविधिको क्रम आजलाई यति नै। अब प्रस्तुत गर्दैछौँ सशस्त्र प्रहरी परिवार महिला सङ्घको 25औं स्थापना दिवस रजत जयन्तीका अवसरमा प्रदर्शन गरिएको विविध सांस्कृतिक प्रस्तुतिहरू स्वीकार गर्नुहोस्। बियाबारी 20 वर्ष पानी नयाँहरूले यसमा चाहिँ ध्यान नगरे हो। अझै त हामी पुरानै पनि बाँकी छौँ नि हजुर। दर्शन हजुर, हजुरको कुरा मनासिब हो। अब चिन्ता नगरौँ, कार्य समितिबाट निर्णय गराएर सङ्घको युनिफर्मलाई पुरानै ढाँचामा ल्याइसकेका छौँ। बहिनी, यहाँहरूले सर्कुलर थाहा पाउनु भएन कि क्या हो? युनिफर्मलाई बिगारेर लगाउनु भएको छ। होइन हजुर, पोते पनि कस्तो पुरा उडे जस्तो, ब्लाउज पनि कस्तो नसुहाएको जस्तो लाग्यो। अनि कस्ता कस्ता डिजाइन आइसके, त्यही पुरानो डिजाइन कति लाउनु भनेर नि हजुर। त्यस्तो होइन नि बहिनी, तपाईँहरू पो नयाँ नयाँ हुनुहुन्छ। हामीले लगाउने यो युनिफर्म, यसको डिजाइन अनि रङ सौभाग्य मात्रै होइन, अमर सशस्त्र प्रहरीहरूको बलिदानी रगतसँग पनि जोडिएको छ। नयाँ फेसनको नाममा इतिहासलाई बिर्सदै जाने हो भने के होला सोच्नु त? माफ पाऊ हजुर, हामीले त यस्ता कुरा सोचेकै पो थिएनौँ। त्यस्तो होइन नानी, हामीले यो पोसाकको परिकल्पना गर्दा संगठनको झन्डा जुन कहिल्यै झुक्दैन, कहिल्यै मर्दैन, त्यो रङको पोतेलाई सौभाग्य बनायो। हो त, उहाँहरूले बोक्ने छडीलाई कालो हाते झोला अनि लगाउने कालै बुटलाई कालो चप्पल राखी राष्ट्रिय सेवामा हामी पनि सँगै छौँ है
भन्ने सन्देश पनि त दिन खोज्यौ। त्यति मात्र हो र? राष्ट्र सेवामा अटल अडिग श्रीमानहरूको दीर्घायुको कामना गर्दै हामीले लगाउने सिन्दुर हतपति नपुछोस् भनी सिमरिक रङकै ब्लाउज पनि त राख्यौँ। हजुरहरूले यत्रो सोच राखेर परिकल्पना गर्नुभएको युनिफर्ममा खोज लगाउने कुनै ठाउँ छैन। समय समयमा जे जस्तो परिवर्तन भएको भए पनि पुरानै स्वरूपमा युनिफर्म लगाउने प्रस्ताव राख्यौँ, निर्णय पनि गरायौँ। धन्यवाद साधनी हजुर त्यसका लागि। हजुरले मात्र गरेर भएन नि, हाम्रो त संगठन प्रमुखज्यूसँग पनि अपेक्षा छ। भोलिका दिनमा फेरि कसैले आफू खुसी परिवर्तन गर्न नपाउने गरी एउटा नीति नियम नै बनाइदिनु पर्यो। के हुनुहुन्छ सुनिरहनु भएको छ। एक फर्का नघुमी जान पाइँदैन है हजुर। हाम्रा सदस्यहरू पुरानै ढाँचाको युनिफर्म लगाएर रजत महोत्सवको वर्ष साट्न तयार छन्। हुन्छ एकछिन रमाइलो गरौँ है। सशस्त्र प्रहरी हामी छाती